ढोकामा नि 20वटा छुट्टा छुट्टै तालचा लगाइएको कल्पना गरौँ त एकछिन, जसको पछाडि लाखौं मानिसको पसिनाको कमाई र भनौं न देशकै विकासको भविष्य थुनिएको छ। त्यो सुन्दै अलि अत्यास लाग्दो चित्र बन्छ। हो नि। अब सामान्यतया हामीले मोबाइल फोनमा एउटा सफ्टवेयर अपडेट आयो भने त केही समय डिभाइस बन्द हुन्छ अनि खुल्दा चलाउने तरिका नै फेरिएको हुन्छ नि, होइन र? तर खै एउटा सिङ्गो देशको शासन प्रणालीलाई नै यसरी एकैपटक अपडेट गर्न सम्भव होला त? यो एकदमै गाह्रो कुरा हो। तर अहिले हुन खोजेको ठ्याक्कै त्यही हो जस्तो देखिन्छ। त्यही त। आजको हाम्रो यस विस्तृत अध्ययनमा नि हामी त्यही बन्द ढोका खोल्न सरकारले भर्खरै राष्ट्रपति समक्ष सिफारिस गरेका 6वटा नयाँ अध्यादेशहरूको गहिरो चिरफार गर्दैछौ। यो सूची हेर्दाखेरि त के भन्छ, कुनै सामान्य कानुनी डकुमेन्ट जस्तो मात्र लाग्दैन मलाई त। यो त पुरै देशको प्रशासन, अर्थतन्त्र अनि कानुनी संरचनालाई एकैपटक नयाँ रूप दिने एउटा निकै ठूलो प्रयास हो। सरसर्ती हेर्दाखेरि यी 6वटा अध्यादेशहरू फरक मन्त्रालयका छुट्टा छुट्टै कुरा जस्ता लाग्न सक्छन्। मतलब एउटा स्वास्थ्यको, अर्को मालपोतको जस्तो हो। तर अलिकति पछाडि हटेर समग्रमा हेर्ने हो भने नि यी सबै राज्य संयन्त्रका 3वटा मुख्य पिलरलाई एकैपटक चलाउने ठूलो रणनीतिका पाटाहरू हुन् भन्ने प्रष्टै हुन्छ। 3वटा पिलर अलि प्रष्ट पारिदिनुस् न। अब पहिलो कुरा, राज्य सञ्चालन गर्ने उच्च तहका मानिसहरूको नियुक्ति र बर्खास्ती फेर्ने कुरा छ। दोस्रोमा आम मानिसको खल्तीसँग जोडिएको सहकारी क्षेत्रको गहिरो सङ्कटको कुरा छ। त्यो त अहिलेको एकदमै जल्दो बल्दो विषय भइहाल्यो। हो नि। अनि तेस्रो कुरा चाहिँ वर्षौंदेखि विकास निर्माणमा तगारो बनेर बसेका दर्जनौं पुराना कानूनहरूलाई एकैचोटि चिर्ने प्रयास छ। आजको हाम्रो मुख्य उद्देश्य भनेकै यी सुक्खा कानूनी दफाहरूले व्यवहारमा कसरी काम गर्छन् भनेर बुझ्नु हो। एकदम सही कुरा। ल, यसलाई अझै खोतलेर हेरौँ न त। सुरुमा यो राज्यको प्रशासनिक र राजनीतिक संरचनाकै कुरा गरौँ। मैले यहाँ स्रोत सामग्रीमा हेर्दा अध्यादेश 1, 3 र 5लाई एकै ठाउँमा राखेर हेर्नुपर्ने जस्तो देखेकी छु। एकदम सही तरिका हो त्यो। अब अध्यादेश 1ले चाहिँ संवैधानिक परिषद सम्बन्धी कुरालाई संशोधन गर्दैछ अनि यसको उद्देश्य भनेको नियुक्तिलाई पारदर्शी बनाउने र बैठक कार्यविधि सुधार्ने भनिएको छ। तर कानुनी भाषामा सुधार्ने भन्नु र यथार्थमा काम हुनु त धेरै फरक कुरा हो नि, होइन र? यो प्राविधिक रूपमा चाहिँ कसरी काम गर्छ त? अब हेरौं, संवैधानिक परिषद भनेको त राज्यको सर्वोच्च निकाय हो जसले प्रधान न्यायाधीशदेखि अख्तियारसम्मका प्रमुखहरू सिफारिस गर्छ। विगतमा के हुन्थ्यो भने कहिले गणपूरक संख्या नपुग्ने, कहिले सर्वसम्मति नहुने, महिनौसम्म बैठकै नबस्ने अनि महत्त्वपूर्ण पदहरू खालीको खाली नै रहने। हो नि। कहिलेकाहीँ त वर्षौंसम्म रिक्त रहेका उदाहरण पनि छन्। यसले त सिङ्गो राज्यलाई नै अनिर्णयको बन्दी बनाउँछ नि त। यो अध्यादेशले त्यो बैठक सञ्चालन र निर्णयको मापदण्डलाई स्पष्ट पार्न खोजेको हो। मतलब अब कुनै एकजना सदस्य अनुपस्थित हुँदा वा रिसाउँदैमा देशका मुख्य पदहरू खाली नरहुन् भन्ने कुरा हो। ठ्याक्क त्यही हो। कानुनी रूपमै त्यो अनिर्णयको अवस्थालाई अन्त्य गर्न खोजिएको हो यसमा। अनि यही नै र नि मलाई अध्यादेश 5 र 3को कुरा पनि जोडिएर आउँछ जस्तो लाग्छ। एकातिर नियुक्तिलाई सजिलो बनाइदैछ, तर सँगसँगै सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने अर्थात् निकाल्ने नयाँ व्यवस्था पनि त ल्याइँदैछ नि। त्यो पनि उत्तिकै महत्त्वपूर्ण पाटो हो। विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि यसैमा तानिएको छ नि। यो सुन्दा त खै कसरी भनौँ, कुनै कम्पनीमा नयाँ म्यानेजमेन्ट टिम आएर पुरानो कर्मचारीको नियुक्ति र बर्खास्तीको नियमै पूर्ण रूपमा परिवर्तन गरेर आफ्नो मान्छे ल्याउन खोजे जस्तो पनि त देखियो नि। बाहिरबाट हेर्दा त्यस्तो लाग्नु अस्वाभाविक होइन। तर कुरा के हो भने नि, नियुक्ति जतिसुकै पारदर्शी भए पनि काम गर्न नसक्ने मान्छेलाई हटाउन सकिएन भने संस्थाहरू अगाडि बढ्नै सक्दैनन्। त्यो त हो। हाम्रा विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरू लामो समयदेखि राजनीतिक भागबण्डाले थलिएका छन्। त्यहाँको प्राज्ञिक वातावरण बिग्रिएको गुनासो त जो कोहीले पनि सुनेकै छ। अहिलेको कानूनमा सबैभन्दा ठूलो प्वाल भनेकै पदमुक्तिको स्पष्ट बाटो नहुनु हो। असक्षम प्रमाणित भइसक्दा पनि अदालत वा कानूनी छिद्रको फाइदा उठाएर पदमै टाँसिरहने चलन छ नि त। हो। अध्यादेश 5 र 3ले यही कानूनी रिक्ततालाई पूर्ण खोजेको हो। निश्चित मापदण्ड पूरा गरेर त्यस्ता पदाधिकारीलाई हटाउने अधिकार राज्यलाई दिँदैछ।
यसले त उनीहरूमाथि एउटा निरन्तरको जवाबदेहिता सिर्जना गर्छ नि। तर यसमा एउटा गम्भीर जोखिम पनि त छ नि, होइन र? कार्य सम्पादनको नाममा कार्यकारीलाई यति धेरै अधिकार दिँदाखेरि आफूलाई मन नपरेको वा आफ्नो स्वार्थ नमिल्ने जो कोहीलाई पनि फ्याक्ने हतियार बन्न सक्छ नि यो त। कानूनले अधिकार दिने बित्तिकै दुरुपयोग हुने सम्भावना त सधैँ रहन्छ, त्यसलाई नकार्न सकिँदैन। त्यही त, नियुक्तिमा चाहिँ पारदर्शिता खोज्ने तर बर्खास्तीमा कार्यकारीलाई हाबी हुन दिने हो भने त अस्थिरता झन बढ्छ कि भन्ने डर हुन्छ नि। डर त हुन्छ, तर कार्यकारीले असक्षम भन्दैमा स्वेच्छाचारी ढङ्गले जति बेला पनि जोसुकैलाई निकाल्न मिल्ने गरी खुला छोडिएको चाहिँ होइन है यो। पदमुक्तिको प्रक्रियामा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्यगत प्रमाण जुटाउने कुराहरू अनिवार्य हुन्छन्। ए, भनेपछि त्यस्तो मनोमानी गर्न चाहिँ अलि मिल्दैन। अनि मूल कुरा के हो भने नि, दुरुपयोग पो हुन्छ कि भनेर कामै नगर्ने र संस्थालाई डुबाउने मान्छेलाई जीवनभर पालेर राख्नु त राज्यको लागि अझ घातक हुन्छ नि, होइन र? एकदम सही पोइन्ट हो यो। भनेपछि यो पहिलो खण्डको चुरो कुरो के रहेछ भने राज्यको माथिल्लो तहको नियुक्ति र बर्खास्तीलाई एउटै छातामुनि ल्याएर प्रशासन संयन्त्रलाई गति दिन खोजिएको रहेछ। हो, यसले एकाधिकार होइन कि सन्तुलन कायम गर्न खोजेको देखिन्छ। ल, अब यो माथिल्लो तलको कुराबाट अलिकति तल झरेर सिधै आम नागरिकको चुलो चौको र खल्तीसँग जोडिएको कुरा गरौँ न। स्रोत सामग्रीको दोस्रो अध्यादेश सहकारी ऐन संशोधन अध्यादेश। यो त अहिलेको सबैभन्दा संवेदनशील विषय हो नि। सुन्दा जो कोहीलाई पनि लाग्न सक्छ कि यो त अहिलेको सबैभन्दा ठूलो राष्ट्रिय समस्या हो। यहाँ नियमनमा कडाई गर्ने र इजाजत पत्र अनिवार्य गर्ने कुरा त छँदैछ, तर सबैभन्दा चासोको विषय चाहिँ यो चक्रीय राहत कोष रहेछ नि त। यो संयन्त्रले यथार्थमा कसरी काम गर्छ होला? अब यो बुझ्नको लागि नि समस्याग्रस्त सहकारीको वास्तविक अवस्था बुझ्नुपर्छ। अहिले त्यस्ता सहकारीहरूमा तरलता अर्थात् नगद पैसा झण्डै शून्य नै छ। सञ्चालकहरूले मान्छेको पैसा लगेर घर जग्गा वा अरू अनुत्पादक क्षेत्रमा फसाएका छन्। हो, अब हजारौं मान्छे एकैपटक पैसा माग्न लाइन लाग्दा संस्थाले कसैलाई पनि दिन सक्दैन अनि सङ्कट चुलिन्छ। यो कोषले के गर्छ भने नि सबैभन्दा साना र कमजोर बचतकर्ताको तथ्याङ्क निकाल्छ। साना बचतकर्ता भन्नाले कतिसम्मको? जस्तै जसको 50,000 वा 1 लाख रुपैयाँ मात्र फसेको छ र जसको दैनिक गुजारा नै त्यही पैसामा अडेको छ, राज्यले कोषमा जम्मा गरेको प्रारम्भिक रकमबाट ती साना बचतकर्तालाई पालैपालो अर्थात् रोटेसनको आधारमा पैसा फिर्ता दिन सुरु गर्छ। भनेपछि ठूला निक्षेपकर्ता वा करोडौं राख्नेहरू भन्दा पहिले साना नागरिकलाई प्रायोरिटीमा राख्ने काम गर्छ यसले। ठ्याक्कै त्यही हो। तर यहाँनिर एउटा कुरा नि, नियमनमा कडाई गर्नु त दीर्घकालीन समाधान हो, त्यो म मान्छु। तर यो चक्रीय राहत कोषको अवधारणा सुन्दाखेरि त मलाई खै अत्यधिक रगत बगिरहेको बेला लगाइने सामान्य ब्यान्डेज जस्तो मात्र लाग्यो नि। तपाईको शङ्का जायज छ, तर मतलब कोषमा सधैँभरि पैसा कहाँबाट आउँछ त? हजारौं पीडितहरूको गुमेको विश्वास यो सानो कोषले मात्रै फर्काउन सक्ला त? यसलाई सामान्य ब्यान्डेज मात्र भनेर कम आँक्न चाहिँ मिल्दैन है। जब बिरामीको धेरै रगत बगेर ज्यान जाने जोखिम हुन्छ नि, त्यति बेला टुर्निकेट बाँधेर तत्काल रगत रोक्नु नै सबैभन्दा ठूलो उपचार हुन्छ। भए पनि नगद हातमा पारिदिनु भनेको त वित्तीय प्रणालीप्रतिको अविश्वास र सडकमा पोखिन सक्ने निराशालाई रोक्नु हो। तर त्यो पैसाको स्रोत चाहिँ नि? यो कोष एकतर्फी बाँड्ने भाडो मात्र होइन। यो चक्रीय अर्थात् रोटेसनल हुनुको अर्थ के हो भने एकातिर कोषबाट साना बचतकर्तालाई राहत दिइन्छ अनि अर्कोतिर ती बदमाश सञ्चालकहरूको सम्पत्ति रोक्का गर्ने, लिलाम गर्ने र ऋणीहरूबाट आक्रामक रूपमा पैसा असुली गर्ने काम युद्ध स्तरमा अगाडि बढाइन्छ। अनि त्यो लिलामी र असुलीबाट उठेको पैसा फेरि त्यही कोषमा आउँछ? हो, ठ्याक्कै। अनि त्यो पैसाले फेरि अर्को लटको बचतकर्तालाई दिइन्छ। ओहो, भनेपछि एउटा यस्तो संयन्त्र हो जसले तत्काल सास अड्काएर राख्छ ताकि त्यो सम्पत्ति लिलामी र कानुनी प्रक्रियाको लामो समयसम्म मान्छेहरूले कुर्न सकुन्। एकदम सही बुझ्नुभयो। तर फेरि यदि सम्पत्ति लिलामीको पाटो फित्लो भयो भने चाहिँ यो कोष छिट्टै रित्तिने पनि सक्छ नि। असुली त कडाइका साथ हुनै पर्यो। हो, असुली र वितरण सँगसँगै गयो भने मात्र यसले अर्थतन्त्रमा एउटा बलियो सुरक्षा जालोको काम गर्न सक्छ। ल, ठिक छ, यो पनि प्रश्न भयो। हामीले प्रशासनिक संरचना र अर्थतन्त्रको कुरा त गर्यौं। अब यहाँबाट अलिकति अगाडि बढौँ है त। सरकारको दैनिक कामकारबाही र विकास निर्माणका कुराहरू कसरी अगाडि बढ्छन् भन्नेतर्फ लागौं। यो चाहिँ झन रोचक छ।
यहाँ अध्यादेश नम्बर 4 र 6ले त साँच्चै नै ध्यान तान्छन् नि। अध्यादेश 4ले केही नेपाल ऐन संशोधन गर्दैछ रे, तर एउटा वा दुईटा मात्र होइन, एकै पटक 20वटा कानून संशोधन गरिँदैछ। सुन्दै अचम्म लाग्ने कुरा हो यो। हो नि, भूमि, नापी, मालपोत, वन, स्वास्थ्य, निजामती, बीमा लगायतका क्षेत्रमा कानूनी अवरोध हटाउने भनिएको छ। अनि अध्यादेश 6ले चाहिँ सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष बनाउने लक्ष्य राखेको छ। विकासको स्पिड बढाउनलाई। मतलब एउटै अध्यादेशबाट 20वटा कानून संशोधन गर्नु भनेको त एउटै घरको 20वटा कोठाका छुट्टा छुट्टै तालचा एउटै मास्टर साँचोले खोले जस्तो भएन र? यी कानूनहरूले साँच्चै विकासलाई कसरी रोकेका थिए त? अब यसलाई बुझ्न नेपालको विकास निर्माणको एउटा यथार्थपरक उदाहरण हेरौँ न। नेपालमा प्रशासनिक सुस्तताको सबैभन्दा ठूलो कारण नै अन्तरकानूनी बाजिनु हो। एउटा कानून र अर्को कानून नमिल्ने हो। मानौँ राज्यले एउटा राष्ट्रिय गौरवको जलविद्युत आयोजना वा राजमार्ग बनाउँदैछ। बजेट पनि छ, योजना पनि तयार छ, तर जब काम सुरु हुन्छ नि, त्यो आयोजना वन क्षेत्रमा पर्छ। अनि वन ऐनले त एउटा रुख काट्न पनि महिनौं लगाउँछ नि, होइन र? महिनौं मात्र होइन, कहिलेकाहीँ त मन्त्री परिषदकै निर्णय चाहिन्छ एउटा रुख काट्नलाई। बल्ल तल्ल वनबाट अनुमति पायो अनि जग्गा अधिग्रहण गर्नुपर्छ। त्यहाँ फेरि मालपोत र भूमि ऐनका कुराहरू आउँछन् होला। मुआवजा विवाद सुरु हुन्छ। ठिक्कै, मुआवजाले फेरि वर्षौं अल्झाउँछ। बल्ल तल्ल जग्गा पाएपछि ठेक्कामा जानुपर्छ। त्यहाँ फेरि सार्वजनिक खरिद ऐनका झन्झटिला नियमहरू आउँछन्। अनि सबैभन्दा सस्तोमा काम गर्छु भन्नेलाई ठेक्का दिनुपर्ने बाध्यता हुन्छ नि। हो, जसले सबैभन्दा कम रकम कबुल गर्छ उसैलाई ठेक्का दिनुपर्छ, चाहे उसँग काम गर्ने क्षमता होस् वा नहोस्। अन्त्यमा के हुन्छ भने एउटै आयोजना 5वटा फरक मन्त्रालयका 5वटा फरक कानूनको पासोमा परेर दम तोड्छ। ओहो, भनेपछि एउटा मन्त्रालयको फाइल अर्को मन्त्रालयमा गएर अड्किने जुन पुरानो रोग छ नि, अध्यादेश 6ले त्यही चक्रव्यूहलाई तोड्न खोजेको रहेछ। एकदम सही। ती 20वटै कानूनमा भएका बाझिने र काम रोक्ने दफाहरूलाई एकैपटक खारेज वा संशोधन गर्ने लक्ष्य नै यही हो। तर यो सार्वजनिक खरिदलाई समय सापेक्ष बनाउने कुरा चाहिँ अझै अलि प्रष्ट भएन मलाई। ठेक्कापट्टाको सुस्त गतिलाई अध्यादेश 6ले कसरी परिवर्तन गर्छ नि? अब सार्वजनिक खरिद ऐन भनेको राज्यले आफ्नो पैसा कसरी खर्च गर्छ भन्ने नियम हो नि त। अहिलेको व्यवस्था यति धेरै प्रक्रियामुखी भइसक्यो कि यसले कामको गुणस्तरभन्दा पनि कानूनी प्रक्रिया पुर्याउने कुरामा मात्र ध्यान दिन्छ। महिनौं कुरेर बोलपत्र निकाल्ने अनि सस्तोलाई दिने हो। त्यसैले धेरै आयोजना अल्पत्र परेका छन्। अब यसलाई समय सापेक्ष बनाउनुको अर्थ चाहिँ ठेक्कापट्टाको प्रक्रियालाई छुट्याउनु हो। ठेकेदारको वित्तीय र प्राविधिक क्षमता कडा रूपमा जाँच्ने अनि समयमा काम नसक्ने वा खराब काम गर्नेलाई तत्काल कारवाही गरेर ठेक्का तोड्न सजिलो बनाउने नियमहरू यसमा ल्याइएका छन्। भनेपछि काम गर्न सकिएन किनकि कानूनले नै दिएन भन्ने जुन पुरानो सरकारी बहाना छ नि, त्यसलाई नै सधैँको लागि अन्त्य गर्न खोजिएको हो। हो, सरकारी खर्चको गति बढाउने मुख्य अस्त्र नै यही हुन सक्छ। भनेपछि यी सबै स्रोत सामग्रीको विश्लेषण गर्दा आजको मुख्य निष्कर्ष के निस्कन्छ भने यी 6वटा अध्यादेशहरू केवल कानूनी किताबमा थपिने केही पानाहरू मात्र पक्कै होइनन्। पटक्कै होइनन्। यो त राज्यले आफ्नो प्रशासनिक, आर्थिक र कानूनी शरीरमा एकैपटक गर्न खोजेको निकै ठूलो शल्यक्रिया नै रहेछ। एकातिर संवैधानिक परिषददेखि लिएर विश्वविद्यालयसम्मका नियुक्तिहरूलाई व्यवस्थित गर्दै काम नगर्नेलाई विदा गर्ने नयाँ नियमहरू आए। सँगसँगै सहकारीको कुरा पनि त आयो। हो नि, चक्रीय राहत कोष मार्फत समस्यामा परेका साना बचतकर्ताहरूलाई सास फेर्न दिने र आर्थिक सुरक्षा जालो निर्माण गर्ने प्रयास पनि भएको छ। अनि अन्त्यमा विकास निर्माणलाई रोक्ने 20भन्दा बढी कानूनका तालचाहरू खोल्ने प्रयास र खरिद प्रक्रियाको सरलीकरण, यी सबैले राज्य संयन्त्रको सुस्तता तोड्ने एउटै दिशा देखाउँछन्। यो विस्तृत अध्ययनले हामीलाई के प्रश्न पार्छ भने नि, देशको समस्या एउटा मात्र क्षेत्रमा हुँदैन। राजनीति, अर्थतन्त्र र कानूनी प्रक्रिया, यी तीनवटै पाङ्ग्रा एउटै पटक एउटै दिशामा घुमेनन् भने देश कहिल्यै अगाडि बढ्दैन। एकदम गहिरो कुरा गर्नुभयो। यी 6वटा अध्यादेशले यी तीनवटै पाङ्ग्रामा लागेको खिया फालेर गति दिने काम गरेका छन्। कानून निर्माण एउटा राम्रो कदम त हो,
तर त्यसले दिने वास्तविक परिणाम भनेको चाहिँ पूर्ण रूपमा यसको प्रभावकारी कार्यान्वयनमा नै निर्भर हुन्छ। हो, र यही कुराले मलाई आजको अन्तिम विचारतर्फ डोहोर्याउँछ। हामीले भर्खरै राज्यको संरचनामा हुन लागेको यो विशाल परिवर्तनको कुरा गर्यौं। कानूनको पानामा लेखिएका यी आकर्षक व्यवस्थाहरू, विशेष गरी साना बचतकर्तालाई राहत दिने कोष र विकासका ढोका खोल्ने ती 20वटा कानूनको संशोधन सुन्दा जति आशा लाग्दा छन् नि, यथार्थ त्यति नै चुनौतीपूर्ण हुन सक्छ। कार्यान्वयनको पाटो सधैँ गाह्रो हुन्छ हाम्रोमा। त्यही त, त्यसैले यो सुन्दा जो कोहीको मनमा पनि एउटा प्रश्न उठ्नु एकदम स्वाभाविक छ कि यी सुन्दर कानूनी शब्दहरू र मास्टर साँचोका अवधारणाहरूले साँच्ची नै आम मानिसले मालपोतका लाइनहरूमा वा समस्याग्रस्त सहकारीको बन्द ढोका बाहिर भोग्ने त्यो दैनिक निराशालाई परिवर्तन गर्न सक्लान् त, वा विगतका कैयौं प्रयासहरू जस्तै यो पनि कानूनी किताबको अर्को नयाँ धुलो जम्ने संस्करण मात्र बनेर थन्किएला। यो एउटा यस्तो प्रश्न हो नि जसको उत्तर खोज्न हामी आफैले नजर राखिराख्न आवश्यक छ।